के खाले आजको बेभरेज अमेरिकानो लङ ब्ल्याकको लागि चाहिने हाम्रो कति अन्सको कप हुन्छ 6 to 8 अन्सको कप हुन्छ है जुन चाहिँ हाम्रो के हुन्छ प्रिहिटेड हो तर अहिले चाहिँ हजुरहरूको लागि 6 to 8 अन्सको कप चाहिँ मैले अगाडि राखेको चाहिँ प्रिहिटेड चाहिँ छैन है अब कुन चाहिँ 6 कुन चाहिँ 8 हो त यो 8 है अब यो कसरी भयो भनेर एकचोटि हामी चाहिँ आउन्स एउटा कप हुन्छ यसलाई चाहिँ हाम्रो आउन्स कप भन्छ है यो चाहिँ हाम्रो कति कति आउन्सको होला यो दुईटा छ यहाँ बीचबाट हजुरको ठ्याक्कै डिभाइड छ के कति कति आउन्सको होला यो 30 यो 60 भन्नाले यो 1 आउन्स यो 2 आउन्स आउन्स भनिसकेपछि 1 र 2 भन्नु पर्यो 30 र 60 हैन त 30 र 60 त के हो एमएल हो नि त सो हजुरले आउन्स भन्नु पर्यो यो 1 आउन्सको यो 2 आउन्सको यसलाई चाहिँ हजुरले आउन्स कप भन्ने बित्तिकै यो बुझ्नु पर्यो सबै ठाउँमा यस्तो हुँदैन अलिकति डल्लो डल्लो टाइपको पनि हुन्छ है हामीसँग चाहिँ यही मात्र चाहिँ यसलाई आउन्स कप भन्छ अनि यो एउटा छ यसलाई चाहिँ हाम्रो मेजरिङ कप मेजर गर्नको लागि एमएल पनि छ आउन्स पनि छ है हजुरहरूसँग पछि कुनै बेभरेजहरू बनाउँदाखेरि युज गर्न मिल्छ दुईटा नजल भएको है अहिले चाहिँ हामी हालको लागि हामीलाई युज हुने भनेको चाहिँ ओन्ली यो आउन्स कप हुन्छ अब यसले चाहिँ कसरी आउन्स भन्यो त यसलाई भनेर एकचोटि हामी हेर्छौँ पानी हालेर हेर्ने कति हुन्छ भनेर है अब यो 6 आउन्सको किनभने मैले सबै बेभरेजहरूलाई चाहिँ ह्यान्डलसम्म सर्ट गर्ने भनेर भने नि त हजुरहरूलाई अब यसको आउन्स कप पनि कहाँसम्म हुन्छ ह्यान्डलसम्म मात्रै हुन्छ है अब यसमा 6 आउन्स पुऱ्याउनको लागि हामीले 1 बाट हाल्दा बेटर कि 2 बाट हाल्दा बेटर हुन्छ अहिलेलाई 2 बाट कतिचोटि हाल्ने 3 चोटि हाल्ने बित्तिकै कति जान्छ 6 जान्छ एकचोटि हामी हालेर हेर्छौँ कति गयो 2 आउन्स 2 गयो अब मैले फेरि एड गरेँ कति गयो 2 आउन्स अब कतिचोटि हाल्नु पर्यो एकचोटि 6 आउन्स 6 आउन्स ल हेर्नु त देख्नुभयो ठ्याक्कै कहाँसम्म छ ह्यान्डलसम्म त्यही भएर यसलाई कति आउन्सको कप भन्यो 6 आउन्सको कप अब यसको लागि कति आउन्स हाल्नु पर्यो त 8 आउन्स 8 चोटि हाल्ने 4 चोटि हाल्ने है अब एकचोटि फेरि यसलाई हेर्छौँ त्यही भएर यो सबै कपहरू आउँछ अब जस्तै हजुरहरूले एस्प्रेसो र डोपियोको लागि पनि आउन्स कप भन्नु पर्नु भयो नि त्यो कपको लागि पनि यही आउन्सबाट मेजरिङ गरेर यसरी मेजरिङ गर्नुभयो भने 1.5 आउन्स 2 आउन्स 3 आउन्सको कपहरू कसरी भनेर थाहा हुन्छ अब हजुरहरूलाई कुनै क्याफेमा नौलो मान्छे जानुभयो नि त हजुर काम गर्न जानुभयो हेर्नु त ठ्याक्कै क्याफेमा काम गर्न जानुभयो अब हजुरलाई कति आउन्सको कप हो भनेर थाहै छैन अब त्यसरी हजुरहरूले यस्तो तरिकाले चाहिँ आउन्स कपबाट चाहिँ मेजरिङ गरेर कति आउन्सको कप रहेछ भनेर हजुरहरूले थाहा पाउन सक्नुहुन्छ आफै किनभने सबै कुरा थाहा हुँदैन अब हजुरलाई एकजना मात्र स्टाफ राखिदियो अरू साथी भयो भने त सजिलो हुन्छ उसले पहिले काम गरिसकेको त भनिदिन्छ नि त यति आउन्सको हो अब हजुरहरूलाई कोही पनि छैन एक्लैले क्याफे ह्यान्डल गर्नु पर्यो भने चाहिँ आउन्स कपबाट चाहिँ यसरी मेजरिङ गरेर कति आउन्सको भनेर आफैले लिन सक्नुहुन्छ यसरी आउन्स कप भनेको है सो अब चाहिँ अर्को हाम्रो के छ अमेरिकानो र लङ ब्ल्याक है डिफ्रेन्ट त थाहा पाइहाल्नुभयो अमेरिकानो लङ ब्ल्याकमा अलिकति त्यसमा अलिकति तितोपन आउँछ लङ ब्ल्याकमा अलिकति के आउँछ खाँदाखेरि हल्का स्विटनेसको सोर्सहरू आउन थाल्छ हल्का सोर्स आउँछ नि त तर अमेरिकानोमा के भयो अलिकति बिटरनेस त्यस्तो बिटरनेस झ्याप्पै खाँदाखेरि तितोपन बढी आउँछ किनभने त्यसमा क्रेमाहरू हुँदैन पानीसँग के हुन्छ कफी पुरै घुलेको हुन्छ